डैसल्ट राफेल राफेल फ्रान्सको मल्टिरोल लडाकु विमान हो। यसको निर्माण डैसल्ट एभिएसनले गरेको। राफेल एक यस्तो विमान हो जसले एकै पटकमा हावा, जमिन तथा समुद्री क्षेत्रमा आक्रमण गर्न सक्छ। यो विमानलाई ओम्नी रोल फाइटर पनि भनिन्छ, अर्थात् सबै प्रकारको लडाईँमा यो निपुण रहेको छ। राफेल फाइटरले पहिलो पटक 1986 जुलाईमा उडान गरेको थियो भने यसलाई 2001 मा फ्रेन्च एयरफोर्समा समावेश गरिएको थियो। यो मल्टिरोल ह्यान्डल गर्न सक्ने फाइटर जेट हो जसले न्युक्लियर स्ट्राइक पनि गर्न सक्ने क्षमता राख्छ। यसको लम्बाइ 15.30 मिटर छ भने विङ स्पान 10.90 मिटर छ र त्यसगरी हाइट 5.34 मिटर रहेको छ। राफेलको अधिकतम गति 2223 किलोमिटर प्रति घण्टा रहेको छ र एक पटकको फुल ट्याङ्कीमा 3700 किलोमिटर टाढा को उडान भर्न सक्छ। यसको स्टिल्थ विशेषताको कुरा गर्दा यो फुल स्टिल्थ क्यापेबल भने चाहिँ होइन, अर्थात् यो पूर्ण रूपले राडारबाट बच्न सक्दैन। यसलाई सीमित राडारहरूलाई छल्न सक्ने गरी मात्र बनाइएको छ। यसलाई हाल फ्रान्स, भारत, इजिप्ट, कतार, युएई, क्रोएसिया, इन्डोनेसिया आदि देशहरूले प्रयोग गरिरहेका छन्। एईएसए राडार, स्पेक्ट्रा इलेक्ट्रोनिक वारफेयर प्रणाली, हेलमेट माउन्टेड डिस्प्ले र अत्याधुनिक ककपिट सुविधा यसमा दिएको छ। फुल स्टिल्थ नभए पनि राडार सिग्नल कम गरेको विमान हो यो। यसबाट प्रहार गर्न सकिने हतियारहरूमा एमआइसी मिसाइल जसले छोटो र मध्यम दूरीको हवाई लक्ष्यमाथि प्रहार गर्न सक्छ। मिटियोर मिसाइल यो सुपर लङ रेन्ज एयर टु एयर मिसाइल जसले 200 किलोमिटर बढीको रेन्जमा उच्च स्पिडका साथ प्रहार गर्न सक्छ। स्काल्फ एक्जोसेट मिसाइल यो एक एन्टी-शिप मिसाइल हो जसले सामुद्रिक लक्ष्यमा आक्रमण गर्न सक्छ। एसएमपी परमाणु मिसाइल बोक्न र प्रहार गर्न सक्ने क्षमता राख्छ राफेलले। राफेल जेट 3 भेरिएन्टमा उपलब्ध रहेको छ। राफेल सी यो सिंगल सिटर र ल्यान्ड बेस्ड हो भने राफेल बी 2 सिटर र ल्यान्ड बेस्ड हो। राफेल एम सिंगल सिटर र एयरक्राफ्ट क्यारियर बेस्ड भेरिएन्ट रहेका छन्। यसका महत्त्वपूर्ण विशेषताहरूमा अतिरिक्त फ्युलको प्रयोग नगरी ध्वनिको गतिभन्दा बढी गतिमा उड्न सक्नु, अन्य विमान र आफ्ना आर्मी बेससँग रियल टाइम डाटा सेयर गर्न सक्नु, एकैचोटि मल्टिपल टार्गेट अट्याक गर्न सक्नु।